आफ्नो परिवारको गोठै लिएर काठमाडौँका सडकमा माग्न हिँडेकी यी महिलाको परिवार। नेपालको इज्जत प्रतिष्ठा नै धुलिसात बनाउने गरी भारतीय माग्नेहरू काठमाडौँका मुख्य सडकका चोक चोकमा भेटिन्छन्। मोदी जी है, उनका अपना अपना काम चला रहे हैं, हमारे जैसे को कोई कुछ फायदा नहीं है हमारे बच्चों को। जहाँ जहाँ ट्राफिक जाम हुन्छ त्यहाँ त्यहाँ यस्ता मगन्तीहरूको टार्गेट हुने गरेको छ। माग्नका लागि दुधे बालकलाई पनि पठाउँछन्। हत्ता कट्टा ज्यान भएर के गर्नु? यिनीहरूको मानसिकता यति दरिद्र छ कि माग्नु यिनीहरूको पुर्ख्यौली पेशा बनेको छ। काम गर्न लाज लाग्छ तर यिनीहरू लाज पचाएरै मागी खान्छन्। गाडीका ढोका ढोका पुगेर माग्नु यिनीहरूको दैनिकी हो। नमागे त यिनीहरूको खाएको पनि सायद पच्दैन। यिनीहरूले बालबालिकालाई विद्यालय पठाउने होइन, माग्ने कला सिकाउँछन्। उनीहरूले स्वीकार गरेका छन् हामी भारतदेखि आएका हौं र काठमाडौँमा मागेरै गुजारा चलाइरहेका छौं। यिनीहरूले आफ्नै देशमा यसरी मागी हिँडेको भए हामीलाई चासो हुने पनि थिएन। तर नेपालमा आएर माग्दा विदेशी पर्यटकले के सन्देश बोकेर फर्किएलान्? प्रश्न सोचनीय छ। अझ जबरजस्ती माग्दा बाटोमा हिँड्ने जो कोही हैरानीमा पर्ने गरेका छन्। अर्कोतर्फ व्यस्त सडकमा माग्दै हिँड्दा यिनीहरूको ज्यान जोखिममा पर्न सक्छ, दुर्घटना निम्तिन सक्छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बेटी पढाओ भन्ने नारा खुबै प्रचार गर्छन् तर आफ्ना नागरिक सडकमा माग्दै हिँडेका देख्दैनन्। भारतबाट नेपालसम्म माग्न आएका भारतीय नागरिक नै मोदीले आफूहरू जस्ता गरिबका लागि कुनै काम नगरेको दावी गर्छन्। मोदी जी है, उनका अपना अपना काम चला रहे हैं, हमारे जैसे को कोई कुछ फायदा नहीं है हमारे बच्चों को। बच्चालाई किन नपढाइएको भनेर कसैले प्रश्न गर्यो भने यिनीहरू उल्टै बच्चाले पढ्न मानेनन् भनेर आरोप लगाउँछन्। वो ऐसे 6ठी क्लास पढ़ा हुआ है, मैं तो 1 भी क्लास नहीं पढ़ा हुआ हूँ। 7 क्लास पढ़ा हुआ है, जाता नहीं है। दूसरा और लड़के सब स्कूल जाते। माग्न पनि यिनीहरू निकै खपिएछन्। छोराछोरीको वास्तविक अनुहार छोप्न मेकअप गरी माग्न पठाउँछन्। नेपालमा मागेर खान पल्किएका यिनीहरू भारत मुस्किलले जान्छन्। आप कब जाएंगे राजस्थान? सिर्फ 1 महीना और रुकेंगे फिर गाँव चले। नेपाली दयालु छन्। नेपालमा मागेरै पेट पाल्न सजिलो हुन्छ भनेर होला उनीहरू नेपाल असाध्यै मन पराउँछन्। यिनीहरू समूहमा बस्छन्। एउटा समूहमा 15 देखि 20 जना बस्ने उनीहरू स्वयं बताउँछन्। भारतीय नागरिकहरू नेपालको राजधानी काठमाडौँमा यसरी मागी हिँडेको देख्दा सरकारले पनि कुनै कदम चाल्न सकेको छैन। यस्ता विदेशी मगन्तीहरूलाई नियम कानून सम्मत उनीहरूको देश फिर्ता पठाउने र पुनः नेपाल फर्कन नपाउने व्यवस्था गर्न जरुरी छ।